नमस्ते, आज म कागजको डक बनाउन गइरहेकी छु। हामीले यहाँ लेन्थ र ब्रेथ दुईटै साइडबाट पेपरलाई हाफ हाफ गरी फोल्ड गरेका छौं। लेन्थमा भएको सेन्टर लाइनमा पर्ने गरी हामीले दुईटै साइडलाई एकै ठाउँमा जोड्छौं। जोडिसकेपछि हामीसँग यस्तो खाले शेपमा यो A4 साइज पेपर आउँछ। यसलाई हामीले स्केलको हेल्पबाट टियर गर्न सक्छौं। एउटा A4 साइज पेपरबाट हामीहरूलाई चाहिएको जस्तो शेपमा हामीले 8 रेक्ट्याङ्गल बनाउन सक्छौं। अब हामी पेपरलाई कसरी फोल्ड गर्ने भनेर सिक्न गइरहेका छौं। यसरी नै 30 to 40 ट्रायंगललाई जोड्नु पर्दछ। हामीहरूले देख्न सक्छौं यो सर्कल आकारमा आइसकेको छ। मैले यहाँ सानो सर्कल लिएको, ठुलो सर्कललाई मा कसरी नेक्स्ट ट्रायंगलहरु जोड्न सकिन्छ भनेर मात्र हो। हामीहरुसँग हेर्न सकिन्छ एउटै ट्रायंगल त्यसरी जोडिएको छ। हेर्नुस्, अब हामीले यो एउटा ट्रायंगलको दुईटै साइड नलिकिन एउटा ट्रायंगलको एउटा साइड र त्योसँग जोडिएको नेक्स्ट ट्रायंगलको अर्को साइड लिएर त्यसमा हामीले अर्को नेक्स्ट ट्रायंगल एड गर्छौं। यो गर्दाखेरि हामीहरुको शेप पनि राम्रो आउँछ र हामीले बनाएको स्ट्रक्चर पनि बलियो हुन्छ। सानो सर्कलमा देखाए जस्तै सेम प्रोसेसमा हामीहरूले यस ठुलो सर्कलमा पनि ट्रायंगलहरु एड गर्छौं। यहाँ हाम्रो सेकेन्ड लेयर कम्प्लिट भइसकेको छ। अब हामी यसै गरी थर्ड, फोर्थ एन्ड फिफ्थ गरी 5 लेयर सम्म जान्छौं। हामीहरु
हामीहरूले यहाँ 5 लेभल कम्प्लिट गरेर आइसकेका छौँ। अब यसपछि भने हामीहरूले कुनै साइड लिएर त्यो साइडबाट हामीहरूले फेरि 15 वटा ट्रायंगललाई याड गर्छौं। वटा ट्रायंगल एड गरिसकेपछि त्यही ठाउँमा हामीहरूले फेरि 14 वटा ट्रायंगल एड गर्छौं। हामीहरूले यो 14 वटा ट्रायंगल कसरी एड गर्ने भने छेउछेउको दुईटा ट्रायंगुलर साइडलाई छोडेर हामीहरूले 14 एड गर्ने, त्यसपछि 13, 12, देन 11, 10, 9, 8, 7, 6, 5, 4, 3, 2 एन्ड 1 वटा एड गरेर कम्प्लिट गर्ने। साइड कम्प्लिट भइसकेपछि हामीहरूले यहाँ पेन्सिल राखेका छौं। त्यसकै सिधै यता अपोजिट साइडमा हामीहरूले फेरि एउटा ट्रायंगल एड गर्छौं। यो ट्रायंगल एड गरिसकेपछि हामीहरूले त्यो ट्रायंगलको दुवै साइडतिर 5 वटा फर्दर ट्रायंगल एड गर्छौं, जसले गर्दाखेरि हामीहरूको यो एउटा शेप बनिसकेको अपोजिट साइडमा पनि 11 वटाको एउटा शेप बन्छ। 11 वटा ट्रायंगल पहिला एड गर्ने, त्यसपछि 10, देन 9, 8, 7, 6, 5, 4, 3, 2 एड गर्ने। 1 चाहिँ एड नगर्ने, 2 सम्म मात्र एड गर्ने।
नेक बनाउन गइरहेका छौँ त्यसको लागि हामीहरूलाई 22 वटा ट्रायङ्गल चाहिन्छ र हामीहरूले ट्रायङ्गल यसरी एड गर्छौँ।